गाइस म चाहिँ अहिले के गर्नु खाना खाएर त घरमा बस्नु मन लाग्दैन यत्तिकै हिँडिरहेको छु म त घरमा बोरिङ हुन्छ नि त घरमा कोही पनि छैन आमा एकछिन सुत्नुहुन्छ अन्त त्यही भएर म एकछिन बेङसेङ भनेर कहाँ जान्छु अनि एकजना दिदीले चाहिँ मलाई एकछिन ल्याइदिनु ल भन्नुभएको थियो नि त कालो दाल लगिदिएको क्या कालो दाल ल्याइदिनु भन्नुभएको थियो अनि कालो दाल पुऱ्याउन भनेर जाँदैछु म चाहिँ घरको सबै खानापिना गरी भाँडा बर्तन धुइ धाइ पारेर चाहिँ म निस्किएँ गाइस नानीहरू पनि गयो हाम्रो नानीहरू पनि यता खेल्नु ओर्नु भनेर चाहिँ गयो उनीहरू पनि म पनि घरमा बस्न अल्छी लाग्छ दिउँसो बरु सुत्दिनँ भनेर नि त निस्केँ मेरो नानीहरूको चाहिँ 1 महिना स्कुल छुट्टी छ नि त त्यही भएर अहिले चाहिँ एकदम नानीहरू खेल्नुमा बिजी भइरहेछन् कोही ड्रइङ चाहिँ मेरो छोराले बहुत राम्रो ड्रइङ गर्छ गाइस ड्रइङ गर्नु त्यो ड्रइङ गर्न बेग बोकेर गयो होला छोरी चाहिँ त्यसको साथीको बोजूको बर्थडे छ अरे अनि बर्थडेमा बोलाएको छ भनेर त्यहाँ गएँ अनि आमा चाहिँ आफ्नो ड्युटी है के गर्नु 1 महिना नानीको पनि छुट्टी छ 1 महिना छुट्टी हुँदा चाहिँ बिहान चाहिँ 7 बजीसम्म सुताइ पनि हुन्छ गाइस त्यसको बादमा चाहिँ स्कुल जब अप्रिलदेखि खोल्छ नि बिहान 5:30-6 बजी त उठ्नुपर्छ दुईटा नास्ता बनाउनु पर्छ खाना बनाइदियो अनि टिफिन पनि बनाइदियो फेरि खाना बनाइदियो है मैले चाहिँ त आज मेरो छोराले ड्रइङ गर्दैथ्यो त अनि कस्तो राम्रो गर्दैथ्यो अनि त मैले नानी लिएन म पनि त्यो युट्युबमा हालिदिन्छु तेरो ड्रइङहरू नि नाइ मम्मी मेरो युट्युबमा हाल्नु पर्दैन ड्रइङहरू भनेर भन्छ मेरो नानी यति लजाउँछ नि जे चिज गर्दा पनि लजाउँछ राम्रो चाहिँ कस्तो राम्रो गर्छ है गाइस मेरो नानी गाइस अघि मैले मेरो छोराले मजाको ड्रइङ बनाउँछ भनेर भनेको थिएँ नि यही हो है मेरो छोराले यहाँ हेर्नु ड्रइङ गरेको चाहिँ माङ्गा पेज अरे यहाँ हेर्नु कस्तो राम्रो बनाएको छ एक्युरेट बनाएको छ है गाइस हेर्नुहोस् मेरो छोरा चाहिँ सानै छ अहिले त हुनु त 6 क्लासमा पढ्छ तर पनि ड्रइङ हेर्नु यस्तो दामी बनाउँछ मैले ड्रइङ क्लास पनि दिएकै छैन है